नमस्कार सम्पूर्णमा सिद्धार्थ उच्च माध्यमिक विद्यालय कक्षा 9 की छात्र म सिमरन महतो शब्द संसार सिजन 2 को एपिसोड 1 मा पानी शीर्षकको कविता वाचन गर्ने अनुमति चाहन्छु। पानी नहुने स्वाद पानीको नगन्ध रङ्ग सुन्दर उपहार प्रकृतिको उपलब्ध सबैसँग अडेको छ प्राण सजीवको अमृतसरी जलपानीमा दङ्ग छ देखेर सृष्टि पानीको अमूल्य बानीमा दङ्ग छ देखेर सृष्टि पानीको अमूल्य बानीमा नीलो गगनको बादलभित्र वर्ष एक ठिक्क बनेर धरतीमा वर्षन्छ कञ्चन अमृत थुप्पा बनेर लुकेको छ वात्सल्य सुख नदी खोला पहरा भित्र जल हो पान धरणीको वरदान प्रकृतिको विचित्र जल हो पान धरणीको वरदान प्रकृतिको विचित्र कुवा खोला नदी नाला झरनामा सुस्ताउने एक भई जलकुण्ड सारा सागरमा मिसाउने जल र जन्म बिचोही समता छ हेर जल र मानिस बिचोही ममता छ धेर फुटेका छन् पानीका मूल हिमचुलीका काखमा सिँचाइ गर्न हुन्छ प्रयोग अरू धेरै काम काजमा पानी पर्छ मडारिएर नभमा छिचौलिँदै घना बादल पाउँछ शीतलता सारा प्राणी बन्छ निकै निर्मल पाउँछ शीतलता सारा प्राणी बन्छ निकै निर्मल प्रकृतिको मुहसँगै बग्ने नदी लुक्न थाले आज कता फोहोर मैला प्रदूषण वन विनाश जता कता बढिरहँदा जल प्रदूषण मुहान लोप हुँदा नदी खोला बग्ने थलोमा खडेरीले छुँदा नदी खोला बग्ने थलोमा खडेरीले छुँदा दूषित पानी बनेको छ सारा प्राणीको शोक यसै कारण लाग्ने गर्छ नाना थरी रोग सदुपयोग हुँदा राम्रो नत्र यसले हानि गर्छ जल नै जीवन हो भन्ने कुरा सधैँ सत्य मान्नुपर्छ जल नै जीवन हो भन्ने कुरा सधैँ सत्य मान्नुपर्छ प्राण हो जल निर्मल पवित्र जगतमय संसार भर्ने बन्छ कर्तव्य नर सबैको यसको सुरक्षा गर्ने दूषित नगरौँ कसैले पिउनु छ पानी हामीले सारा प्राणीको अस्तित्व जोगाउनु छ सबैले सारा प्राणीको अस्तित्व जोगाउनु छ सबैले नदी नाला ताल पोखरी सफा राख्ने बानी सोडिस फिल्टर उमालेर शुद्ध गरौँ पानी सक्नु पर्छ जोगाएर सदा राख्न यसलाई बरु भावी पुस्तालाई दिनुपर्ने छैन केही उपहारहरू भावी पुस्तालाई दिनुपर्ने छैन केही उपहारहरू हस्त धन्यवाद।